भित्र जाम भित्र हामी त हेरेको जुन्जु छेरेको छेरे हेमा नदेखाउनु न अहिले नाच्नु राजाको दरबार कस्तो होला भनेर म तपाईहरु चाहिँ गोर्खा म्युजियमको चाहिँ तपाईहरुलाई भिडियो देखाउँछु जो तपाईहरु घुमेको भए त ठिक छ घुमेको छैन भने चाहिँ त्यहाँको चाहिँ म तपाईहरुलाई स्पेशल भिडियो देखाउँछु पोइन्ट पोइन्टमा त्यो हेरेर चाहिँ अन्तिमसम्म हेर्नु होला त्यहाँ भित्र के छ भन्ने कुरा म भिडियो मार्फत तपाईहरुलाई देखाउँछु है देखाउनु न गालै छ पाउरोटी जत्रो छ कि हामी त हेरेको उतापट्टिकै यहाँहरूलाई कुनै सेवा सुविधा लिनको लागि कतै जानु परेछ भने सम्झिनुस् हाम्रो एकमात्र भेना जम्मा एक हो भेना धेरै त भन्नु भएन स्पेशल भेना यहाँहरूलाई नेपालको अधिराज्यभरि यदि कहीँ जानु छ भने सम्पर्क गर्नुहोस् राजकुमार श्रेष्ठ ज्यूलाई यता हुनुहुन्छ महारानीहरू हेर्नुहोस् टिकट ल्याउनु न टिकट ल्याउने मान्छे उता भित्र जाम भित्र लाछेन कतिजना 5जना 4वटा मात्रै ल्याएको मैले त्यो 4वटा टिकट छ है बस जाम न कम्प्रोमाइज गर्छु यस्तै परियो क्यामेराको पनि 200 टिकट लाग्छ भिडियो क्यामेरा तपाईहरु देख्न सक्नुहुन्छ यहाँ गोर्खा दरबारको लेआउटिङ यहाँनिर चाहिँ यस्तो प्रकारले लेआउट रहेछ है यहाँनिर गोर्खा दरबार बजार हो सेम ओभरसेट जस्तो छ कसको याद आयो यो याद मैले अघि नै भनेको सेम ओभरसेटको जस्तो त्यो मुक्त छ लगत देखाइदिनुपर्छ मुक्त सेवा यस्तो गाडी हाम्रो गाउँ कता देख्नु भयो तपाईँले देखेछु मैले उसको घर छ कि त्यो शिवको घर यत्रै छ तिनीहरूको पुरानो के भन्छ यसलाई
सवारी चलाउनको लागि हेर्नु सर है तिमी होइन तामाङ जाति गुरुङ जाति यस्तै लाउँछ नि त उसले पनि उस गरौँ न म एउटा हिँड्छु भिडियो बनाइदिने राजाको दरबार कस्तो होला हजुर राजाको दरबार कस्तो होला अनि के हो त्यहाँबाट